सो हेलो एन्ड नमस्ते एभ्रिवान, के छ? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो साथीहरू, आज मैले तपाईँहरूलाई न्यू नेपाली मुभी गाउँ आएको बाटो नेपाली फिल्म चाहिँ तपाईँले अहिलेसम्म पनि कहीँ कतै हेर्नु भएको छैन भने अब तपाईँले आफ्नै मोबाइलमा हेर्न पाउनु नै भएको छ। कसरी, कहाँ, सबै डिटेल्स म यो भिडियोमा भनिदिन्छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर सुनेर साथ दिनु होला। यदि भिडियो मनपर्छ भने पक्कै पनि भिडियोलाई एउटा लाइक गर्नु होला र तपाईँलाई कुनै पनि नेपाली मुभीको विषयमा जान्न चाहनुहुन्छ र कहाँ हेर्न सकिन्छ जस्ताको रिलेटेड कुराहरू चाहिन्छ भने चाहिँ पक्कै पनि हाम्रो च्यानललाई सब्सक्राइब गरी नजिक आएको घन्टीलाई क्लिक गर्न भने नभुल्नु होला। र त्यस्तै गरेर आजको भिडियोलाई पनि सुरुवात गरौँ। गाउँ आएको बाटो नेपाली फिल्म चाहिँ 2024मा चाहिँ देशव्यापी रूपमा रिलिज भएको फिल्म हो। फिल्ममा हामीले दयाहाङ राई, पशुपति राई, सुमित्रा राई लगायतका अरू एकदमै राम्रो एक्टिङ गर्ने कलाकारहरूलाई चाहिँ यस फिल्ममा देख्न पाइन्छ भने फिल्ममा हामीले ड्रामा, कमेडी अनि एउटा भिलेज लाइफलाई चाहिँ मजाले प्रस्तुत गरिएको छ भने फिल्मको व्यापार भने निकै नै राम्रो भएको थियो। र फिल्मको स्टोरीको काम भने महेश राईले गर्नुभएको छ भने फिल्मको प्रड्युसर भने अमोद राई र नवीन सुब्बा हुनुहुन्छ भने यो फिल्मको डिजिटल राइट्स यानि कि प्रचार प्रसारको काम भने बाँसुरी फिल्म्स प्राइभेट लिमिटेडले गरेको हो भने अब यो फिल्म अहिलेसम्म तपाईँले कहीँ कतै हेर्न पाउनु भएको छैन भने तपाईँले अब आफ्नै मोबाइलमा यो फिल्म हेर्न पाउनु नै भएको छ। फिल्म हेर्नको लागि सिम्पली तपाईँ एन्ड्रोइड युजर हुनुहुन्छ भने प्ले स्टोरमा जानु होला र आइफोन युजर हुनुहुन्छ भने एप स्टोरमा जानु होला। त्यहाँ गइसकेपछि तपाईँले एउटा एप सर्च गर्नुपर्ने हुन्छ जसको नाम रहेको छ सिनेमा घर एप्स हो। त्यसलाई तपाईँले डाउनलोड गर्नुहोला। त्यसपछि त्यहाँ तपाईँले आफ्नो नम्बरदेखि साइन इन गरेर चाहिँ तपाईँले यो फिल्मलाई सजिलै मात्र 279 रुपियाँतिर चाहिँ यो फिल्मलाई हेर्न सक्नुहुन्छ। र यदि तपाईँहरू यो फिल्म फ्रीमा हेर्न चाहनुहुन्छ भने पनि कमेन्ट गर्नुहोला। तपाईँलाई म फ्रीमा कसरी हेर्न सकिन्छ भनेर त्यसको मेथड पनि भिडियो बनाइदिन्छु। पक्कै पनि यो फिल्म हेर्नु भएको छैन भने सिनेमा घर एप डाउनलोड गरेर चाहिँ तपाईँले यो फिल्म अहिले नै हेर्न सक्नुहुन्छ। र आजको लागि छोटो मिठो अपडेट भने यति नै थियो। भिडियो मन पर्यो र तपाईँलाई यस्तै नयाँ नयाँ नेपाली फिल्मको अपडेटहरू चाहिन्छ भने चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरी नजिक आएको घन्टीलाई क्लिक गर्न भने नभुल्नु होला।